सबैले एक न एकपटक सुनेकै होला चाहे त्यो कुनै युट्युबहरू गर्दाखेरि होस् चाहे कुनै रिलिजियस टकहरू सुन्दै गर्दा होस् अथवा कसैको फिलोसफिकल गफ सुन्दै गर्दाखेरि पनि लाइफमा सुन्ने गरेको एउटा कुरा के त भन्दाखेरि फुर्सद मिलाएर अथवा फुर्सद मिलेको कन्डिसनमा चाहिँ सबैले एउटा बुक पढ्नै पर्छ जिन्दगीमा त्यसले चाहिँ जीवनमा आइपर्ने हरेक कुरालाई सहजै फरक एङ्गलबाट हेर्न सकिन्छ भने रिकमेन्ड गरिराखेको बुक चाहिँ तीनजना स्टुडेन्ट सिभिल के अरे साइन्सतिरको जनजागृति चौरी साइन्समा पढ्ने तीनजना विद्यार्थी दिनेश जैसी जीवन खनाल र नारुटो हाम्रो नारुटो भनेर चाहिँ चिनिने अमन चौधरी तीनजना भाइ मिलेर चाहिँ एउटा बुक गिफ्ट गरेका थिए माघ महिनाबाट पढ्छु भन्ने मैले सोच बनाएको थिएँ अब जस्तै यो धार्मिक बुक भनेपछि चाहिँ एउटा हाम्रो थट के छ भन्दाखेरि यो माघ महिना विशेष गरिकन धार्मिक महिना मान्ने गर्ने गरिन्छ स्वस्थानी पूजा पनि पढ्ने पाठहरू पढ्ने गरिराखेको भएर मासु नखाएको दिनमा चाहिँ बुक पढ्न सुरु गर्छु छुन्छु भन्ने भएको भएर यसलाई सुरक्षित राखेको थिएँ आज चाहिँ त्यो दिन जुर्न गएको छ है त्यो दिन जुर्न गएको भएर यो बुक चाहिँ म स्टुडेन्टहरूले दिएको बुकहरू के छन् यसो हेर्छु जस्ताको तस्तै चाहिँ जस्ताको तस्तै राखेको मात्रै थिएँ यसलाई हेर्न पाएको थिएन के छन् थुप्रै छन् अब थोरै भए पनि है श्रीकृष्ण चुनौती यस्तो खालको एउटा बुक रहेछ ओके श्रीमद् भागवत यथारूप ओके अवस्थामा छ अब हेरौँ यसलाई पनि समय मिलाएर अध्ययन गर्नु छ श्रीकृष्ण भक्ति निर्देशिका रहेछ यो पनि बुक छ र राइटर चाहिँ एकैजना हुनुहुँदो छ सायद अध्यात्म योग ओके यति चाहिँ चारवटा बुक स्टुडेन्टहरूले गिफ्ट गरेका छन् अब एक यस्तो खालको थट बनाएर सरले पनि यो खालको बुक पढोस् भनेर चाहने मेरा स्टुडेन्टलाई एकदमै धन्यवाद भन्न चाहन्छु फेरि पनि ल अब यो फुर्सद मिलाएर फुर्सद भएको समयमा म पनि यो बुकहरू अध्ययन गर्नेछु थ्याङ्क यू